नमस्ते, हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा गडेस ब्लग। इन्जोय गर्नुहोस् मेरो च्यानलमा। हेलो, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ म सानो मिनी ब्लग लिएर आइरहेको छु तपाईँहरूको अगाडि है। कस्तो हुन्छ हेर्दै गर्नुहोस् आजको मेरो मिनी ब्लग है। हाम्रो कुखुराले चारो खाँदैछ। यो चाहिँ कुखुराको घर हो, हेर्न सक्नुहुन्छ साथीहरू। यो कुखुरा चाहिँ अब दसैँको लागि, दिवालीको लागि, अन्त 25 डिसेम्बरको लागि। अब चाहिँ म सुँगुरको चारो रेडी गर्छु। पुष्टकरी र पिण्डालु छ यहाँ चाहिँ। के भन्छ अरे? केराको फुल। केराको फुल। यसको सब्जी चाहिँ आज खाए हेरौँ कस्तो हुँदो रहेछ। सब्जी पकोडा सबै हुन्छ यसको। सबै हुन्छ है, मैले कहिल्यै खाएको छुइनँ। खाएको छैन? यो चाहिँ सिमरायो हो है साथीहरू। हाम्रो त्यो त सिमरायो पनि यस्तो जगमा टिप्छ हो, पुरा छ नि त बारीमा, त्यही भएर। सुँगुरको मासु आयो, सुँगुरको मासु खै आमा। आज पनि ल सुँगुरको मासु है। बाई साथीहरू, आजको मेरो मिनी ब्लगमा इन्जोय गर्नुहोस् तपाईँहरू।